मां रमेश मिश्रा मां यति बेला कपिलवस्तु जिला को प्रतिनिधि सभा क्षेत्र नंबर 2 का यो कपिलवस्तु नगर पालिका को क्षेत्र भित्र वडा नंबर 6 बर्मेली चुक जुन भनिन्छ त्यो क्षेत्रमा अहिले हाम्रा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार पूर्व एसएसपी हाम्रा विक्रम सिंह थापा यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी को चुनावी अभियान में हुनुहुन्छ र म उहाँसँग के सोध्न गइरहेको छु भने यो तपाईको उम्मेदवारी किन र यो क्षेत्रको मान्छे तपाईलाई जिताइसकेपछि तपाईबाट पाउने के यहाँको जस्तै स्वास्थ्य शिक्षा किसानहरूको मल खादको समस्यादेखि लिएर सम्पूर्ण विषयमा उहाँले भन्नुहुनेछ। दाइ स्वागत छ यो साझा न्यूजमा हजुरलाई। धन्यवाद रमेश भाइ। सर्वप्रथम मलाई यो आज बिहानीको अवस्थामा तपाईले यो आदरणीय जनताको माझमा जाने जुन एउटा मौका दिनुभयो। विशेष त अहिले मुलुक विषम परिस्थितिमा छ। हामी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको महान लक्ष्य भनेको यो मुलुकलाई सुशासन मुक्त सुशासन रहेको मुलुक, भ्रष्टाचार रहितको मुलुक र चाहिँ हाम्रा जति पनि चाहिँ के अरे युवा युवतीहरू जेनजी भाइ बहिनीहरू छन् जो पढे लेखेका छन्, जसले चाहिँ के अरे रोजगारी नपाएर विदेशमा गएर चाहिँ खाडीमा गएर खुन पसिना बगाउनु परेको छ, ती हाम्रा ओनार युवा युवती भाइ बहिनीलाई यही मुलुकमा नै स्वरोजगार तयार गरी ती भाइ बहिनीलाई विदेशमा खाडीमा जाने परिस्थितिबाट रोक्ने र तेस्रो कुरा चाहिँ यो मुलुक सम्मानित र चाहिँ एउटा समृद्ध मुलुक निर्माण गर्नमा राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा लक्ष्य दिएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मसौदा पनि तयार गरिसकेको छ। सर्ट टर्म, मिड टर्म, लङ टर्म कसरी चाहिँ मुलुकलाई चाहिँ आर्थिक रूपान्तर गर्ने भन्ने विषयमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा चाहिँ के अरे महान चाहिँ प्लानिङ आउँदैछ, योजना आउँदैछ र अहिले तत्कालीन हामी चाहिँ यो चाहिँ कपिलवस्तु क्षेत्र नम्बर 2 मा जुन हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रूपमा मलाई राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ के अरे मलाई यो चाहिँ संसद उम्मेदवारमा चाहिँ चयन गरेको छ। यसमा चाहिँ हाम्रो लक्ष्य भनेको समग्र चाहिँ देश निर्माणको लक्ष्य छ, समृद्ध राष्ट्र निर्माणको लक्ष्य छ र यो मुलुकको सार्वभौमसत्ता, स्वाधीनता र क्षेत्रीय अखण्डताको जुन एउटा चाहिँ खलबली स्थिति छ त्यसमा चाहिँ एउटा चाहिँ दरिलो रूपमा चाहिँ हाम्रो सरकार बनिसकेपछि त्यसमा चाहिँ एउटा चाहिँ सशक्त कदम बनाएर चाहिँ हाम्रो चाहिँ छिमेकी मित्र राष्ट्र छिमेकीहरूसँग चाहिँ समदूरी काम गरेर अन्तर्राष्ट्रिय शक्तिहरू समेत अन्तर्राष्ट्रिय चाहिँ के अरे क्षेत्र समेत राजनीतिक क्षेत्रमा समेत एउटा चाहिँ नयाँ पहल गरी चाहिँ यो देशलाई चाहिँ धनी राष्ट्रको रूपमा, विकसित राष्ट्रको रूपमा र चाहिँ अहिले जुन भ्रष्टाचारले लिप्त भएर चाहिँ जनजी आन्दोलन भयो त्यो जनजी आन्दोलनको मर्मलाई, त्यो जनजीहरूको जुन एउटा महान शहीद जनजीहरूको जुन आवाज छ त्यो आवाजको उहाँहरूले जुन बलिदान दिनुभएको छ त्यो बलिदानको सपना साकार पर्नको लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न योजनासहित अगाडि बढ्नेछ र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति हाम्रो चाहिँ आदरणीय पार्टी सभापति रवि लामिछानेजीको जुनको एउटा चाहिँ चट्टानी अडान र चाहिँ हाम्रो चाहिँ अहिले जनता र युवा विशेषतः युवा शक्तिहरू र सबैसँग चाहिँ के अरे मन वचनमा सबैसँग बालेन भन्ने जुन शब्दावली छ यो किनभने बालेनको कर्मले बालेनले असनकाल गर्नु भएको छ काठमाडौँको चाहिँ मेयर रहँदा त्यसको प्रभाव र उहाँले चाहिँ त्यहाँको काठमाडौँमा भएको संस्थागत भ्रष्टाचारलाई 3 वर्षको उसमा चाहिँ एउटा नमुना देखाउनु भयो। सुशासन शून्य अवस्थामा थियो, त्यो सुशासनलाई चाहिँ कुशासनको अवस्थामा थियो, त्यसलाई चाहिँ सुशासनको बाटोमा रूपान्तरित गर्नुभयो। त्यस्तै आएर चाहिँ के अरे काठमाडौँको जुन व्यथिति थियो त्यो व्यथिति रहेको सहरलाई एउटा चाहिँ स्थितिमा ल्याउनु भयो र त्यस्तो व्यक्तिलाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ आगामी सरकारको चाहिँ के अरे भावी उम्मेदवारको रूपमा चाहिँ घोषणा गरेको हुनाले यो मुलुक भ्रष्टाचार रहित मुलुक हुनेछ र पूर्ण सुशासन भएको मुलुक हुनेछ र चाहिँ जति पनि हाम्रा जनजी भाइ बहिनीहरू, युवा भाइहरू जो मस्तिष्क माइन्ड ब्रेन भन्छ, जो हाम्रा यो देशका चाहिँ भर्खर केही गरौँ भन्ने जो युवा अवस्थामा आज चाहिँ देशको चाहिँ केही विकासमा सहभागी हुनुपर्नेमा आर्थिक भ्रष्टाचार, आर्थिक चाहिँ के अरे शोषण र भ्रष्टाचारको चाहिँ के अरे व्याप्त भएको हुनाले विदेशमा गएर खुन पसेर बन्नुभएको छ। त्यस कारणले यो मस्तिष्क माइन्ड ब्रेन भएको छ, त्यसलाई पनि चाहिँ हामीले रोक्नेछौँ र बालिन सरकारले रोक्नेछ भन्ने कुरामा यहाँ सबैले म एकछिन रोकेँ। त्यो त राष्ट्रिय समस्या भयो, यो क्षेत्रका जनताले के पाउने, हजुरबाट के पाउने आश गरे? धन्यवाद। यो क्षेत्रमा सबभन्दा ठुलो कुरा अहिले चाहिँ कृषि सम्बन्धीको, हामी कृषि प्रधान देश हो र कृषि प्रधान देश भएको हुनाले हामीलाई विशेषतः कृषकहरूको जीवनमा दैनिक प्रयोजनमा आउने मलखाद भयो, बीज भयो, सिंचाइका कुराहरू भए, कृषिसँग सरोकार राख्ने औजारहरू भयो,
ती विषयमा असाध्यै कठिन अवस्था छ। न त राज्यले चाहिँ के अरे चाहिँ पर्याप्त मात्रामा चाहिँ के अरे जब चाहिँ फसल जब खेती सुरु हुन्छ त्यतिखेर चाहिँ के अरे पर्याप्त मात्रामा चाहिँ मल दिन सक्दैन, बिउ दिन सक्दैन। अनि यहाँ चाहिँ जो हाम्रो मित्र राष्ट्र भारत र नेपालको बीचको जुन एउटा चाहिँ जो सीमा क्षेत्र छ त्यहाँ पनि जो कृषकको लागि जो भनेर जुन चाहिँ मल बीज लगायत अन्य कृषिसँग सरोकार राख्ने कृषिसँग सम्बद्ध चिजहरू ल्याउँदा त्यहाँ चाहिँ प्रशासन प्रहरी बाटो जुन किसिमको दुःख हुन्छ र उताबाट हुन्छ। यो विषयमा हामीले चाहिँ मसँग पनि 30 वर्षको प्रहरी प्रशासनको अनुभव छ। त्यसकारणले मेरो लक्ष्य रहनेछ त्यो चाहिँ बोर्डरमा दुवैतिरका प्रशासनसँग समन्वय गर्ने, दुवैतिरका राजनीतिक दलसँग समन्वय गर्ने, दुवैतिरका विधायक र चाहिँ के अरे माननीय समन्वय गरेर कसरी हाम्रा कृषकहरूलाई यदि राज्यले दिन नसकेको अवस्थामा कसरी सहजीकरण गर्न सकिन्छ, कसरी सजिलोसँग लिन्छन्, तस्करी भ्रष्टाचार बन्द हुनेछ। तर जो किसानसँग सम्बद्ध हाम्रो किसानको चाहिँ के अरे सरकार किसानसँग चाहिँ लिने विषय हो त्यो विषयमा चाहिँ हामी सहजीकरण गर्नेछौँ। र दोस्रो कुरा सिँचाइको कुरा छ। सिँचाइको कुरामा हामीले हाम्रो चाहिँ खोलानालाहरूलाई कसरी कुन कुन ठाउँमा ड्याम गर्दा चाहिँ त्यसबाट चाहिँ के अरे तत्कालीन सिँचाइ गर्न सकिन्छ, त्यति भएन भने तत्कालीन चाहिँ सुक्खा भएमा त्यस अवस्थामा चाहिँ बोरिङ गरेर डिप बोरिङ गरेर कसरी कृषकहरूलाई त्यसलाई चाहिँ के अरे उपलब्ध गराइन्छ त्यो बारे पनि हामीले स्पष्ट गराउने छ। त्यो हामी गर्ने कुरा यस समस्यामा निवेदन गर्न चाहन्छु। यसका साथै बजार व्यवस्थापन कुरा छ। हामीसँग खेतीपाती हुन्छ, धान हुन्छ, गहुँ हुन्छ, तोरी हुन्छ, तर त्यो चाहिँ एकदम कम मूल्यमा बेच्नु परेको छ कृषकहरूले। त्यसलाई एकदम स्ट्यान्डर्ड एकदम जिल्लाको अनुगमन समिति र अनि एउटा स्पेसल निकाय छन्, ती निकायलाई सशक्त बनाएर हामीले अग्रसरमा त्यो किसानले उत्पादन गरेको चाहे त्यो चाहिँ के अरे धान होस्, चाहे चामल होस्, चाहे मकै होस्, चाहे तोरी होस्, यी सबै चिजलाई चाहिँ के अरे उचित बिक्री वितरण गर्ने त्यो एउटा चाहिँ बजार व्यवस्थाको जरुरी छ, त्यो गर्नेछौँ। र डिजिटल टेक्नोलोजी अहिले डिजिटल टेक्नोलोजी यो विज्ञानको चाहिँ युग हो। त्यसकारणले डिजिटल टेक्नोलोजीका विभिन्न प्रविधिहरू छन्, विभिन्न किसिमका चाहिँ के अरे सेक्टरहरू छ। ती सेक्टरलाई हामीले हाम्रा विशेषतः युवा शक्तिहरूलाई त्यसमा चाहिँ प्रशिक्षण दिएर डिजिटल टेक्नोलोजी के हुन्छ ती विषयमा प्रशिक्षण दिएर डिजिटल टेक्नोलोजीलाई पनि हामीले इन्फर्मेसन टेक्नोलोजी डिजिटल टेक्नोलोजीलाई जोडेर त्यसलाई पनि उद्योगको रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ। भने त्यति मात्रै होइन, अन्तर्राष्ट्रिय जगतलाई चाहिँ के अरे विश्व सम्पदा जो चाहिँ के अरे रेकर्ड गर्ने चाहिँ संस्था हो त्यसलाई पनि चाहिँ गौतम बुद्धको यो राजधानीलाई चाहिँ जसरी लुम्बिनी चाहिँ के अरे विकसित भयो, लुम्बिनीमा जसरी प्रचार प्रसार भएर लुम्बिनीमा जुन दर्शन गर्न आउँछन् त्यस्तै किसिमको हाम्रो यो चाहिँ गौतम बुद्धको राजधानीलाई चाहिँ हामीले साँच्चै नै राजधानी रूपमा प्रयोग गर्नेछौँ। र चाहिँ के यो सर्किट एउटा चाहिँ हाम्रो चाहिँ योजनामा छ, लोकल उसमा चाहिँ हामी त्यो गर्नेछौँ। र त यसबाट हाम्रा युवा युवतीले स्वरोजगार यही पाउनेछन्। राम्रा होटल भयो भने त्यसैमा चाहिँ के हुन्छ, उद्योग धन्दा साना मजुलो खालको उद्योग धन्दा सञ्चालन हुनेछन्। ती उद्योग धन्दामा हाम्रो चाहिँ के अरे युवा युवतीहरूले जो स्किल भयो त उनीहरूले कुनै मान्छन् भने यसरी समग्र चाहिँ पहिलो स्टेपमा हामीले यो स्थानीय लेभलको रिसर्चेस र केन्द्रसँग प्रदेशसँग र स्थानीय सरकारसँग सहायदारी गरेर एउटा चाहिँ के अरे कपिल वस्तुको समुन्नत समृद्ध र सम्मानित कपिल वस्तु निर्माण गर्नेमा विल नट लिभ सिंगल स्टोन अनटर्न। धन्यवाद। धन्यवाद। यति बेला हामीसँग हुनुहुन्थ्यो प्रतिनिधि सभा क्षेत्र नम्बर 2 का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम सिंह थापाज्यू। साझा न्यूजका लागि रमेश मिश्रा, कपिल वस्तु, क्षेत्र नम्बर 2, बर्मेली टोल। धन्यवाद।